प्रष्ट छ। सुदन गुरुङलाई कसरी चिन्नुहुन्छ? सुदन गुरुङ एकदमै अनेस्ट मान्छे हो कि, उहाँले प्रष्ट भन्नु मलाई राजनीति केही थाहा छैन, म जान्दिनँ, तपाईँले सुशीला कार्की प्रकाश अर्याललाई भन्नु, तपाईँले बजारमा भएका टेलर्सहरू मध्ये सबभन्दा राम्रो भनेर एउटालाई छान्नुभयो अनि यस्तो खालको स्टेकोट सिलाउन दिनुभयो। तर उसले त हाफ सर्ट बनाइदिएछ। तपाईँले नै छानेको त हो नि, मलाई मैले जे बनाइदिएँ त्यही लाउनुहोस् भन्नु भने लाउनुहुन्छ तपाईँ? लाउनुहुन्न, किनभने सुदन गुरुङले हामी जान्दैनौँ, तपाईँ जान्नुहुन्छ, तपाईँ सिलाइदिनुहोस् भनेर सुशीला कार्की ओम प्रकाश अर्याललाई दिएको। उहाँले त अर्को त्यो आफूलाई दिनेको विरोधी जो छ विदेशी खेतालाले जे भन्यो त्यस्तो भयो बनाइदिनु भयो। अनि उहाँले अस्ति पनि भनेको सुन्दै गरेको थिएँ एक ठाउँमा, संविधानमा धेरै खर्च हुन्छ भनेर चाहिँ गरियो, त्यस्तो त होइन रहेछ होइन। अब के गर्ने संविधान राख्ने कि नराख्ने साँच्चै अनेस्ट मान्छे लाग्यो मलाई। हेर्नु, मेरो कुनै सम्बन्ध छैन, मैले भेटेको छैन होइन, मिडियामा मात्रै जे देखेँ, जे अब्जर्भेसन मैले गरेँ त्यसबाट मलाई अनेस्ट मान्छे लागेको छ है। तर समस्या के छ भने छटाई फटाई गर्नेलाई बाठो भन्ने, जे छ त्यो देखाउनलाई सोझो भन्ने। पूर्व प्रधानमन्त्री